म तपाईलाई एउटा कुरा भन्छु, प्रदर्शनी राजनैतिक आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको चाहिँ त्यो चाहिँ वास्तवमा आतंकवादको नमुना हो। आतंकवाद हो कि जस्तो लाग्छ, महसुस हुन्छ है। जस्तो तपाईँको घर सुरक्षित छैन, मेरो घर सुरक्षित छैन भने आतंकवादको सुरुवात हो जस्तो देखिन्छ। हिजो यो भोलि यही क्रम रेगुलर रहने हो भनेदेखि र हामीले समाउँदै जाने, कारबाही गर्दै जाने, प्रदर्शनहरूलाई अझ त्यसमा चाहिँ के भन्ने, अझ प्रदर्शनकारी अथवा यो मासलाई भनौँ न, होइन, सोसल साइटहरू त्यस्तै छ हाम्रो। सोसल मिडियाहरूबाट, आम मिडियाबाट चाहिँ मान्छेको दिमागमा बारुद भर्दै जाने, होइन, बारुद मात्रै भर्दै जाने भने के हुन्छ, यो देश रहन्छ, हामी रहन्छौँ, समाज रहन्छ। त्यस कारण पनि मैले कुरा हेरेँ, हामीले अहिले एकदम शान्त भएर, होइन, केही सानातिना कुराहरू चाहिँ थाती राख्न सकेर यो समाज र राष्ट्रलाई चाहिँ सबैभन्दा, राज्य राष्ट्र र यो देशलाई सबैभन्दा अगाडि राखेर हामीले निर्णय गर्नुपर्छ भन्ने लाग्छ मलाई। अहिले साहब